दुईजना लाठा परममा हट्टान् भेलुबाजेले घुम्नी मारेछ भइगयो 10-15 मिनट भोलि स्कुल छ आज यसै हद्दा छन् बिहानबाट आमाको झुलको देखिको क्या न्यौ कुला नाला केही हद्दैन केटाहरू खुट्टाले आम फालिकन केही छान्नु लागेन कहाँ जाउँ भन्दा छन् अझ खोला र 3 खोला छान मारेल्यो अलग अलग प्रकारका अहिलेसम्म केही छैन ताइतुई ग्रुप लिडरलाई हेर्नुहोस् नि माछा पनि यिनले बौनी गरेका पनि एक कालो मासु थियो अलि देखाउँला यिनीहरू राखेको छु अलि देखाउँला कसले यसरी मारिकन खाएको छ कोहीको कुकुडो यसै हेर्दा छन् यहाँका कोहीका कुकुडा चोरी खाँदान् कोही क्या खाँदान् यो जङ्गल हेर यो कति डरलाग्दो भइराख्दो छ हेर यो जङ्गल वरपर जङ्गल यहाँ भिचिरहेका छु बाघ भालु आफ्नो क्यारुली हामी हेर त धैयो कस्तो छ कमेन्ट गरेर नभन्दै भेलु बाजेले लट्काइल्यो अर्खा बाजेले पनि लट्काइल्यो त झुल्लिँदैछ क्यार्ने यो अन्त यिनले एक लट्काइल्यो लामो चुपी बाल्यान पछाडि रोमानियाबाट खास गरी मगाएका माछै मान्न लागे यिनलाई पर धारो छ भेलु बाजे हल्ला द परे त अन्त यिनले पनि 2 लट्काइल्यो अहिलेसम्म हाम्रा जेठानका भाइ गए अहिलेसम्म तात्ताकै नै क्या बिहान छिटै उठि गया छ तिनले पनि एक आइजा भनेल्यो बाटो खोज्दैछौँ क्या हार्नु हेर अहिले त जेठानले पनि एक रन्काइल्यो ल बिचारा हेर अब कति हेर्दा भ्या अलि बाछा कि त यो पुरै भर्री जाला नि त कसो हो त यो हेर माछा माछा छन् म हुँ यहीको मालिक म माछा छोप्ने पार्टीको हुँ सब एमाले काङ्ग्रेस पार्टीका उदाहरण जो अर्को पनि आएको बिचारा के त क्या भइराख्दो आयो कालो मेरा भन्दा पनि कालो आयो यो माछा भन्न खोजेँ मैले तमी त्यसो गल्ती नहेर कालो भइराख्दो निकाल्यो उनले हेर लटाम केहनु बिचारा भइलाग्दैछ त हालेका हालै थियो निकालेका छन् भइलाग्दै निकाल्दा छन् अख्वा पनि आइगयो हेर यिनी सरले निकाल्यो हेर मेरो बिचारा यति माछा भइका हेर्नु क्या हारौँ हेर यति भइका त तल कोही जिउँदाइरहेछन् अन्त हेर अलि यही कि भातसँग लम्मा हान्नु पऱ्यो हेर क्या हुने त हाम्रा माझमा अर्को यो पापी मान्छे थ्री फिल्ममा खेल्ने यो गुन्डाको रोल खेल्ने अर्को थपिसक्यो त यो तपाईँ क्या भन्न चाहनुहुन्छ माछा आज धेरै बजा हामी माछा मार्न आएको थियो यता माछा त मरेन कसको सराप लाग्यो कि को पनौती लाग्यो यस्तो यो मरेको यो गेङ्टो के भन्छ यसलाई गङ्गटो भेटियो अब यतै माछा मार्ने मान्छे छ पनौती नाम भनिदिनुहोस् त नाम आसे खड्का उहाँ पनौती नम्बर 1 माछा मरेन उहाँको कारणले के यो देखाइदिनुहोस् यो यस्तो मरेको मिल्यो र क्या गर्नु पर्यो यसलाई सुकाएर खानु पर्यो कि सुकिसकेर खानु पर्यो यसलाई आसी खड्काको जिम्मा लगाउनु पर्यो मन्त्र गरेर उता टोटका सोटका बनाएर फाल्नु पर्यो अनि माछा आउँछ ल यति माछा भइगयो बिचारा हेर यति माछा भइगयो अन्त यति माछा भइगयो बिचारा हेर अब सके ल्याउँ सब यो नम्बर 1 खेलाडी यही हो आजको यसले हो सबभन्दा धेरै माछा मारेको अब हामी हिँट्यौँ 2 जना परमा छन् अब हिँटिगयौँ हामी त कस्तो लाग्यो कमेन्ट हरेल्या ल लाइक गर्न नभुल्ल्या यहीका च्यानलमा आउँछ यो कपालैका हेरेला एकचोटि क्या भन्ने मन लागेको छ त्यो पनि भनेल्या माछादेखि क्या भन्न मन लागेको छ त्यो भनेल्या अब त यति हद्दमा द राखे त अझ अक्खा ठाउँ त नदी बुझिकन नदी त पनि यसो गर्न लाग्यो हेर अब क्या मार्दै छौँ अझ अलले मारेका कति बेलाले खाने बेला देखाउँदै अझ कोही पोल्दै खाँदै छन् यहाँ कसा छन् यी पनि भयङ्कर छन् उदाउला छन् है क्या भन्दा है मार्दै छन् नदी भस्काएकै छन् मरे छोप्दैछौँ अरू चाहिँ बद्दा हरन परेर ठुले बाम त पाल्या ए काट्टो छ त्यो द यति बेला दन्काउँदैछौँ हामी त रन्काउँदैछौँ हेर अझ ताजा देखाउँछु यहाँ तिमीलाई यति भएका छन् हेर लौ त पकाइकन यसो हरिले खाइहाल्न लाग्यौँ यी हुन् मेन नाइके
अब चाहिँ कपाल हेरेर केही भन्ने मन लागेको छ भने भनेले रोमानियाबाट खास यहीँ पोर्चुगलबाट कपाल हेरेर केही भन्ने भने लु यिनलाई केही भनिलु हातमा ट्याटु सेटु हानेछन् गुन्डा जस्तो लाग्यो होला तर त्यस्तो छैन नि ती अब म त मोबाइलले भिडियो बनाउनेवाला होइन अरू त यो मोबाइल बनाउने मोबाइल भन्छ यार माछा बनाउने पनि म यहीँ थाहा छ कि नै हो फेरि बसाछन् चाख्नेमा चाखेर यहीँ यस्तै छ नि होइन क्या गर्ने अब कमेन्ट मारेर ल हस् त धन्यवाद।